नेपालमा आजभन्दा करिब 175 वर्ष पहिला राणा शासन थियो। राणा शासनको सुरुवात, राणा शासनको देशको अवस्था, राणा शासनका उपलब्धिको बारेमा आज केही चर्चा गरौँ। सुगौली सन्धि पछि नेपालको समय ऐतिहासिक राजनीतिक अवस्थाको समय थियो। सुगौली सन्धिले नेपालको एकीकरण अभियानमा धक्का पुग्यो। दरबारभित्र विश्वासघात, छलकपट बढ्दै गयो र एउटै राजाका धेरै रानीहरू हुन्थे। उनीहरूले आफ्ना छोरालाई राजा बनाउन चाहन्थे। तिनीहरूले आफ्नो मनपर्ने भारलाई अरू राजकुमारहरूको हत्या गर्नका लागि प्रोत्साहन वा प्रयोग गर्दथे। राजाहरू नाबालक भएका कारणले गर्दा राजाकै मामिलामा भारदारहरूको भूमिका बढ्दो थियो। रणबहादुर शाह आफ्नै भाइ शेरबहादुरकोबाट हत्या भए वा मारिए। जङ्गबहादुर राणा आफ्नै मामा माधवौर सिंह थापाको हत्या गरे। रानी राज्यलक्ष्मी आफ्नै छोरालाई राजा बनाउन चाहन्थिन्। गगन सिंह रानीका प्रिय व्यक्ति थिए र विषम 1903 भदौ 31 गते गगन सिंहको हत्या भयो। त्यसपछि रानी ध्वस्त भइन् र 1903 असोज 2 गते भारदारहरूलाई हनुमान ढोकाको दरबारको कोतपर्वमा बैठक बोलाइन्। गगन सिंहको हत्यारा खोज्ने बहानामा त्यही रात जङ्गबहादुर र उनको भाइहरूद्वारा मौकाको फाइदा उठाउँदै भारदारहरूको हत्या गरे। यो घटनालाई समग्रमा कोतपर्व भन्ने गरिन्छ। यो घटनापछि नेपालको राणा शासनको उदय भएको वा सुरुवात भएको। राणा शासनमा कालको देशको अवस्था। राणा शासनकालमा निरङ्कुशता थियो। जनतालाई राणा शासनको विरुद्ध बोल्ने अधिकार थिएन। उनीहरू विरुद्धको आवाज उठाउने व्यक्तिलाई मृत्युदण्ड दिन्थ्यो भने कुनै पनि लिखित ऐन कानुन थिएन। राणा शासनको आदेशका आधारमा निर्णय हुन्थ्यो भने देशका सबै ठुला पदहरूमा उनीहरूकै छोरा भाइ भतिजाहरू भर्ती हुन्थे। राणा शासनले जनताका छोराछोरीलाई पढ्ने अधिकार दिएको थिएन भने पछि देव शमशेरले सर्वसाधारणका लागि पनि विद्यालय खोलिदिएका थिए। राणाकालीन समयमा समाजमा धेरै मानिसहरू अशिक्षित थिए र जात प्रथा, छुवाछुत, बालविवाह, अनमोल विवाह व्याप्त थिए। पछि चन्द्र शमशेरले सती प्रथा र दास प्रथाको उन्मूलन गरेका थिए। सती प्रथा 1977 र दास प्रथा 1981 अन्त्य गरेका हुन्। देशको ढुकुटी राणाको हैसियतको थियो। त्यतिखेर नेपालको व्यापार तिब्बत र भारतसँग हुन्थ्यो भने त्यतिखेर भारत ब्रिटिसको साम्राज्यको उपनिवेश थियो भने राणाहरूले अङ्ग्रेजलाई खुसी बनाएर शासन टेक्न चाहन्थे। प्रथम र दोस्रो विश्वयुद्धका थुप्रै नेपाली युवाहरूले बेलायतको पक्षमा युद्ध लडेका थिए र राणा शासन 104 वर्षसम्म रह्यो। राजा रानी भारदारहरूको जङ्गबहादुर राणाको हत्या गर्ने धेरै पटक कोसिस गरेका थिए र उनकै आफ्नै दाजुभाइ पनि उनलाई शक्तिबाट हटाउन चाहन्थे। सर्वसाधारण जनता गरिब, अशिक्षा र तानाशाही अधीनमा थिए भने राणा शासनको विरुद्ध धेरै व्यक्ति र संस्थाहरूले आन्दोलन गरे। नेपाली काङ्ग्रेसले राणा शासन विरुद्धको सशक्त क्रान्ति गर्यो र त्यसैगरी राजा त्रिभुवन पनि आन्दोलनलाई साथ दिएका थिए। विषम 2007 राजा त्रिभुवन राजदरबार छोडेर भारतीय राजदूतावासको शासनमा पुगे। यो गतिविधिले राणा विरोधी आन्दोलनलाई बल पुगेर विषम 2007 साल फागुन 7 गते नेपाललाई प्रजातान्त्रिक मुलुकको रूपमा घोषणा गरियो र राणाहरूले शासन सधैँका लागि अन्त्य भए र त्यसकारण फागुन 7 लाई प्रजातन्त्र दिवस मनाइने गरेको छ। राणा शासनकालमा भएका केही उपलब्धि छन्। केही रूपमा नराम्रो भए तापनि केही रूपमा राणा शासनले आफ्नो केही उपलब्धि पनि छाडेर गएको छ। राणा शासनमा धेरै नकारात्मक पक्ष भए पनि सो समयमा केही सामाजिक तथा आर्थिक सुधारहरू भएका थिए। सामाजिक उपलब्धिको कुरा गर्ने हो भने जङ्गबहादुरले बेलायत भ्रमणपछि विषम 1910 नेपालको प्रथम लिखित कानुन मुलुकी ऐन जारी गरेका थिए र 35 वर्षसम्म विवाह नगरी बसेका छोरीलाई सम्पत्तिमाथिको अधिकार प्रदान गरियो र विषम 1958 देव शमशेरले गोरखापत्र प्रकाशन गरे। उनले मुलुकभरमा सबभन्दा बढी विद्यालय स्थापना गरे। सन् 1977 चन्द्र शमशेरले सती प्रथामा प्रतिबन्ध लगाए वा हटाए भने विषम 1981 मङ्सिर 14 गते चन्द्र शमशेरले दास प्रथा पनि अन्त्य गरे। पद्म शमशेरले भने विषम 2004 सालमा नेपालको सरकारको वैधानिक कानुन नाममा नेपालको पहिलो संविधान जारी गरे। यसमा केही आर्थिक उपलब्धि पनि हासिल गरेको थियो।
आर्थिक उपलब्धिमा जुद्ध शमशेरले कृषि स्कुल, उद्योग परिषद, विरानगर जुन मिल, कटन मिल र जुद्ध सिलाइ कटाई कारखानाको र अन्त्य घरेलु उद्योगको स्थापना गरे। विषम 1994मा नेपाल बैंक लिमिटेड स्थापना भयो र जुद्ध शमशेरको समयमा कागजी नोटहरूमा पनि प्रचलन ल्याइएको थियो। विषम 1968मा नेपाल पहिलो जलविद्युत परियोजना फर्पिङ सुरु भए र नेपालमा पहिलो जनगणना 1968 पनि यही वर्षदेखि सुरुवात भएको थियो। त्यसमा केही प्रशासनिक कार्यहरूमा पनि सुधार ल्याएका थिए। हुलाकले वैदेशिक कार्यालय, क्षेत्रीय अड्डाहरूको स्थापना भयो र प्रशासनिक कार्यहरूमा प्रभावकारी बनाउनका लागि विभिन्न अड्डा र कार्यालयहरूको स्थापना गरेका थिए र केही रूपमा नराम्रो भए तापनि केही उपलब्धि भने हासिल गरेको थियो। त्यसमा केही घटनाहरू पनि घटेका थिए। रानीका प्रिय भारदार गगन सिंहको हत्या 1903 भदौ 31 गते भएको थियो भने कोत पर्व 1903 असोज 2 गते। मुर्की एन्जारी 1910मा भएको थियो भने नेपालको पहिलो जनगणना र नेपालको पहिलो पटक बिजुली बलेको भने 1968मा हो। त्यसै नेपाल बैंकको स्थापना 1994मा भएको थियो भने नेपालको प्रजातन्त्र घोषणा भने 2007 साल